What's up? Welcome back my YouTube channel. सबलाई स्वागत छ मेरो YouTube च्यानलमा। यो सेकेन्ड दिन हो, यो मिनी ब्लग बनाएको थिएँ हैन। आई होप तपाईहरुलाई मन पर्छ होला। अनि मेरो के छ भने विचार भन्नाले अहिलेको युथहरुलाई मेरो के छ भने केही न केही चाहिँ गर्नुपर्छ है। टाइम वेस्ट गर्नु हुँदैन रहेछ हैन लाइफमा टाइम भनेको सबभन्दा मेन इम्पोर्टेन्ट चिज रहेछ क्या। मैले वास्ता गरिनँ क्या पहिले होइन, टिनेजमा त्यस्तो वास्तै भएन क्या। अहिले जिम्मेदारीले थिच्दै गयो, धेरै कुरा थाहा हुँदै गयो क्या। अनि अर्को कुरो सानोभन्दा सानो बिजनेस पनि गर्नुपर्ने रहेछ क्या। अहिले त यस्तो सोसल मिडियामा अनि सोसल प्लेटफर्ममा अनलाइनहरू यस्तो क्या स्टक मार्केटहरू भन्नेहरू आएको छ मार्केटमा होइन। आफूले थोरैभन्दा थोरै उयोहरू पनि होइन लगानी गरेर गर्न सकिन्छ, तर त्यो विषयमा चाहिँ ज्ञान हुनु पर्यो। स्टक मार्केटहरू के हो भनेर त्यो जान्नु पर्यो, अनि क्यान्डल्सहरू के हो भनेर आफूले ध्यान दिनु पर्यो। त्यस्तोमा ध्यान दिने हो क्या। अहिलेको युथहरू कहाँ कुन बाटोमा गइरहेको छ त होइन। सबैजना आफ्नो तरिकामा हिँडिरहेछ। आफ्नो तरिका त के भन्दा आफ्नो लाइफ ड्यामेज गरिरहेछ। एकछिनको मजाले, एकछिनको होइन रमाइलोले लाइफभर ड्यामेज हुन्छ क्या। लाइफ यस्तो तरिकाले फस्छ होइन, त्यो चिजबाट उम्किनै गाह्रो हुन्छ क्या। अहिलेको युथहरू प्रायः जस्तो म सब देख्छु होइन, सब त्यसमै छ। मेरो भन्नुको मतलब तपाईँले बुझ्नुभयो होला होइन। नराम्रो बाटो लाग्नु भएन क्या होइन। समय यस्तो इम्पोर्टेन्ट चिज छ, फेरि आउँदैन क्या यो समय होइन। यो समयलाई चाहिँ आफूले उपयोग गर्नुपर्छ। अनि अहिले हेर, अहिलेको जेनेरेसनहरूले स्टक मार्केटमा ट्रेन्डिङमा होइन घरमै बसी पैसा यस्तो कमाइरहेको हुन्छ। गर्नु चाहिँ पर्यो, ध्यान दिनु पर्यो होइन। नराम्रो बाटोतिर हिँड्नु भएन। लाइफलाई बेटर बनाउने हो क्या। मान्छेले भन्छ नि जन्मिँदाखेरि केही लिएर आएको हुँदैन, अनि मर्दा केही पनि लग्दैन। त्यो सही कुरो हो। जन्मिँदा केही लिएर आएको हुँदैन, जाँदा पनि केही लग्ने होइन। तर जन्म र जानेको टाइमको बिचको टाइम हुन्छ नि, त्यो टाइममा चाहिँ के गर्नु पर्दछ क्या मान्छेले। केही पनि गरेन भने त धिक्कार भयो नि त होइन। त्यही भएर अहिलेको जेनेरेसन युथहरूलाई चाहिँ अहिले अनलाइन धेरै कुराहरू छ। अनलाइन बिजनेस गर्नु सकिन्छ। सानोभन्दा सानोबाट सुरुवातै जिरोबाट गर्नु चाहिँ पर्यो क्या। सुरुवात चाहिँ गर्नु पर्यो। नराम्रो सङ्गत, नराम्रो बाटो, नराम्रो कुरादेखि, नराम्रो चिजदेखि, जो आफ्नोमा नराम्रो बानीहरू छ त्यसलाई सुधार्दै होइन टाइम चाहिँ दिनु पर्यो। टाइम केमा दिने भन्दाखेरि आफूलाई आफ्नो लाइफ बेटर बनाउनुको लागि टाइम दिने हो क्या। अरूतिर साथीको लागि, त्यसको लागि त्यहाँ घुम्न जानुपर्छ, इन्जोय गर्नुपर्छ। त्यो भनेको होइन कि इन्जोय गर्नु हुँदैन, घुम्न जानु हुँदैन, साथीभाइहरूसँग हिँड्नु हुँदैन भनेको होइन। तर कुन कुराले चाहिँ मलाई असर पुर्याइरहेछ अनि मेरो फ्यामिलीलाई, म बस्ने समाजले मलाई कसरी हेरिरहेछ। समाजले हेर्ने तरिका त धेरै तरिका हुन्छ, तर कुन तरिकाले चाहिँ हेरिरहेको हुन्छ। राम्रो नजरले हेरिरहेको हुन्छ, नराम्रो नजरले हेरिरहेको हुन्छ। दुनियाँले भन्नु त जे पनि भन्छ, त्यो दुनियाँको कुरै सुन्दैन। तर म कुन वेमा हिँडिरहेछु, म कुन बाटोमा हिँडिरहेछु त आफूलाई थाहा हुनुपर्छ क्या। त्यो अन्धधुन्ध हिँड्दाखेरि लडिन्छ। अब यो नसोच्छु कि तैँले के गरिस् भने मैले गर्नु पनि केही गरिस् भोगेको कुराहरू भनेको क्या। त्यो टाइममा मैले नहिँडेको भए, नराम्रो बाटोमा अन्धधुन्ध नहिँडेको भए अहिले म के बेटर गर्थेँ मेरो लाइफमा। अहिले पनि बेटरै छ होइन, गरिरहेको छु होइन। लाइफमा केही गर्ने केही लक्ष्यहरू बोकेर हिँडिरहेको छु। पुरा हुन्छ, एक न एक दिन पुरा हुन्छ।
मलाई त्यो विश्वास छ क्या आफूप्रति, त्यही भन्छु। हस् त, फेरि पनि सबलाई मन पऱ्यो भने लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु। अर्को भिडियोमा भेटौँ। हस् त।